का कारण हामी क्षमा प्रार्थी छौँ त्यसको लागि। अनि ललितपुर यहाँ राम्रो पास जर्सी नम्बर 7 तर खतरा टरेको छैन अझै पनि। यहाँ जर्सी नम्बर 10 लाई खेलिदिए। राम्रो पास जर्सी नम्बर 7 लाई। रोनिसा यहाँ कर्नर जिताउन सफल भएकी छिन्। काभ्रे भन्दै हुनुहुन्छ त्यति राम्रो पास पनि हुन सकेन या साथीले भेटाउन सकेन। अब भने काभ्रे राम्रो डिफेन्स जर्सी नम्बर 3 द्वारा। यहाँ केही घम्साघम्सी अब भने फ्री किक प्राप्त काभ्रेलाई। केही समय थप हुँदैछ एडिसनल टाइम। मिनेटको अतिरिक्त समय थप गरिएको छ पहिलो हाफको खेलमा। राम्रो डिफेन्स यहाँ। अब भने ललितपुर जर्सी नम्बर 16 छिन् बलमा। राम्रो पास सर्ट भने त्यति राम्रो हुन सकेन र इजी कलेक्सन यहाँ गोलकिपरद्वारा। हामी हेटौडाको पिप्ले क्याम्पारङका सलाहबाट तपाईहरूको सामु प्रत्यक्ष प्रसारण लिएर आएका छौँ र हाम्रो अडियो क्वालिटी भिडियो क्वालिटी कस्तो आइरहेको छ जानकारी दिनुहोला। अब भने काभ्रे बल अगाडि बढाउँदै जर्सी नम्बर 18 बल खोज्न तयार अन्तत। अब भने ललितपुर राम्रो पास जर्सी नम्बर 7 रोशनीलाई र अफसाइडको रेज उठेको छ, झन्डा उठेको छ, फ्ल्याग उठेको छ। राम्रो डिफेन्स लाइन काभ्रेद्वारा। अब भने केही सम्झाइ बुझाइ गरेका छन् रेफ्रीले प्लेयरलाई। राम्रो कन्ट्रोल कप्तानद्वारा। राम्रो पास यहाँ जर्सी नम्बर 11 ममतालाई। ममताको मिस पास। अब भने ललितपुर जर्सी नम्बर 10 जुनाको पास सोनियालाई। अब भने जर्सी नम्बर 11 की ममताको क्रस फितलो हुन गयो र गोल किक प्राप्त गरेको छ यहाँ काभ्रेले। सर्ट पास खेलेका छन्। र थ्रो इन प्राप्त गरेको छ ललितपुर। र पहिलो हाफ सकिसकेको जानकारी गराउन चाहन्छु।
मिनमायाको ठुलो फ्यान है भन्दै हुनुहुन्छ। रिना 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 भन्दै हुनुहुन्छ। ललितपुर भन्दै हुनुहुन्छ। अल द बेस्ट अल टिमलाई भन्दै हुनुहुन्छ र ललितपुर भन्दै हुनुहुन्छ। तपाईँहरूको कमेन्ट हामी पढ्ने नै छौँ। खेल 0-0 को स्थितिमा पहिलो हाफ भएको जानकारी गर्न चाहन्छु। पुनः दोस्रो हाफ हामी लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि हामीलाई विश्राम दिनुहोस्। धन्यवाद।
दोस्रो हाफको खेल सुरु हुन लागिरहेको छ। हाम्रो अडियो क्वालिटी के कस्तो आइरहेको छ जानकारी दिनुहोला। दोस्रो हाफको खेल यहाँ सुरु भएको छ। दुवै टोली यहाँ रबिन गुरुङ कहाँ हो त भन्दै हुनुहुन्छ। ललितपुर यहाँ फल काभ्रेले फल प्राप्त गरेको छ। यहाँ खेलाडी यहाँ केही घाइते हुन पुगे। हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ हाम्रो कमेन्टमा कमेन्ट गर्नुहोला। सेकेन्ड हाफ सुरु भयो भन्दै हुनुहुन्छ। लेट्स गो भन्दै हुनुहुन्छ। आशिका उपाध्याय चाहिँ कति रहेछ नम्बर भन्दै हुनुहुन्छ। जर्सी नम्बर 10 पूजा थेबे जर्सी ललितपुर भन्दै हुनुहुन्छ। तपाईहरुको कमेन्ट हामी पढ्ने नै छौं। हो भने यहाँ थ्रो इन प्राप्त ललितपुर र रङ थ्रो इन यहाँ। अब भने काभ्रे ललितपुर यहाँ केही काउन्टर खेल्न चाहन्छ। थेबे छन् बलमा। अब भने काभ्रे बल मिस हुन पुगेको छ। राम्रो शट यहाँ रहिजी कलेक्ट गरेका छन् गोलरक्षकद्वारा। साउन्ड छैन त भन्दै हुनुहुन्छ। अब भने काभ्रे छन् बलमा। काभ्रे की विङ्गर यहाँ गोल बनाउन सक्छिन्। यहाँ राम्रो डिफेन्स गरे जर्सी नम्बर 3 का रिना तामाङ। उत्कृष्ट डिफेन्स। थ्रो इन काभ्रेलाई। राम्रो पास कप्तानलाई। बल ललितपुरको पक्षमा
अब भने जर्सी नम्बर 16 अट्याकिङ खेल्न चाहन्छ। अब भने यहाँ कप्तान बल लुज गर्न पुगे। ललितपुर यहाँ थ्रो इन प्राप्त गरेको छ काब्रेले। थ्रो इन यहाँ पास भने राम्रो हुन सकेन। रिकभर गर्न भने सफल पुनः त ललितपुरको पक्षमा। अब भने ललितपुर राम्रो डिफेन्स। काब्रे इजी डिफेन्स गरिदिए यहाँ जर्सी नम्बर 12 की कृपा अधिकारीले। राम्रो हेडर पुनः थ्रो इन। हाम्रो साउन्ड क्वालिटी, अडियो क्वालिटी, भिडियो क्वालिटी के कस्तो आइरहेको छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र कहाँदेखि हेर्दै हुनुहुन्छ तपाईँहरू? यदि हेटौडाबाटै हुनुहुन्छ भने हेटौडाको पिप्ले क्याम्पा रङ्गशालामा आएर तपाईँले खेलको मजा लिन सक्नुहुनेछ। ह्यान्डबल यहाँ बोइजको लाइभ भन्दै हुनुहुन्छ, बोइजको गेमको लाइभ भन्दै हुनुहुन्छ। बोइजको चाहिँ कुनमा भएको छ भन्दै हुनुहुन्छ। बोइजको पनि हाम्रो यस हेटम्बा न्युजबाट प्रत्यक्ष प्रसारण भइरहेको हुँदा प्रत्यक्ष प्रसारणमा जोडिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी महिला फुटबल प्रतियोगिता 2083 बागमती प्रदेश हेटौडाको पिप्ले क्याम्पा रङ्गशालाबाट तपाईहरूलाई यो प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। पास भने केही हेभी हुन पुग्यो। राम्रो डिफेन्स गरे जर्सी नम्बर 2 की गरिमाको पास भने त्यति राम्रो हुन सकेन। अब भने ललितपुर सर्ट पास र टु म्यानले घेरिदिए। अब भने काब्रे कप्तान छिन् मिनमायाको पास, ब्याक पास, राम्रो पास। बल भने भेटाउन सकिनन् जर्सी नम्बर 12 की सोनिया। गोल किक प्राप्त। येचु यहाँ र यहाँ गोल किक प्राप्त गरेको छ। बागमती प्रदेश खेलकुद महिला फुटबल प्रतियोगिता 2083 को हामी दोस्रो दिनको चौथो खेलमा काब्रे भिड्दैछ ललितपुरसँग। हालसम्मको स्थिति 0-0। ललितपुर जर्सी नम्बर 6 यहाँ समीक्षा यहाँ बल खोज्न सफल पुनः राम्रो डिफेन्स यहाँ जर्सी नम्बर 2 की गरिमाद्वारा। कप्तानलाई पास हुन सक्थ्यो यहाँ। अब भने ललितपुर मिस पास अवसर खोजिरहेको छ काब्रे। राम्रो पास मिनमायालाई, मिनमाया र यहाँ फल गर्न पुगिन् ललितपुर की जर्सी नम्बर 6 का समीक्षा मगरले। कप्तान खेल मैदानमा लडिरहेकी छिन्। र रेफ्रीद्वारा मेडिकल टिमलाई मैदान प्रवेश गराएका छन् आजका मुख्य रेफ्रीले।
साउन्ड सानो आयो भन्दै हुनुहुन्छ। अहिले हाम्रो अडियो क्वालिटी के कस्तो आइरहेको छ? बोइजको हाफ पछि लाइफ हरायो भन्दै हुनुहुन्छ। केही टेक्निकल इस्यु हुन सक्छ, प्रतीक्षा गर्नुहोला। कप्तान मैदानमा लडिरहेकी छिन् मिनमाया, निकै नै उत्कृष्ट खेलिरहेकी छिन् मिनमाया। हालसम्म 0-0 को स्थिति। काभ्रे भिड्दैछ ललितपुरसँग। हामी हेटौडाको पिप्ले क्याम्पा रङ्गशालाबाट तपाईहरूलाई प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। अहिले साउन्ड ठिक छ भन्दै हुनुहुन्छ। हामी हजुरहरूकै कमेन्टद्वारा हाम्रो सम्पूर्ण खेलप्रेमी दर्शक महानुभावहरूलाई हाम्रो यस हेडम्बा न्युजको फेसबुक लाइभमा स्वागत गर्न चाहे र कहाँदेखि हेर्दै हुनुहुन्छ हामीलाई कमेन्ट गर्नुहोला। यदि हेटौडे कतै यतैबाट हुनुहुन्छ भने हेटौडाको क्याम्पा रङ्गशालामा आएर खेलको प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ, अवलोकन गर्न सक्नुहुन्छ। यहाँ केही सेट पिस पाएको थियो। पुनः काभ्रे राम्रो डिफेन्स। अब भने जर्सी नम्बर 7 राम्रो डिफेन्स। पुनः जर्सी नम्बर 17 छिन् यहाँ। अब भने ललितपुर केही हेभी हुन पुग्यो पास यहाँ। जर्सी नम्बर 3 यहाँ जुनु माथि फल यहाँ। र पुनः फ्री किक प्राप्त गरेको छ काभ्रे। हामी भोलि 6औं मेयर कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण लिएर आउने नै छौँ। सो हामीलाई धेरै भन्दा धेरै माया गरिदिनु होला भन्ने अपेक्षा लिएका छौँ हामी हेडम्बा न्युज परिवार। अब भने ललितपुर जर्सी नम्बर 7 छिन् बलमा। रोनिसाको पास यहाँ जर्सी नम्बर 11 रिन्सु। अब बल अगाडि बढाउँदै यहाँ राम्रो पास जर्सी नम्बर 6 लाई। समीक्षाको पास जर्सी नम्बर 7 रोनिसालाई। समीक्षा छिन् बलमा र केही सर्ट लिन पर्ने हुन्थ्यो। अब भने जर्सी नम्बर 11 रिन्सु महर्जन। राम्रो टर्न, राम्रो पास जर्सी नम्बर 6 लाई। समीक्षाको पास भने त्यति राम्रो हुन सकेन। काभ्रे की जर्सी नम्बर 9 छिन् बलमा। प्रतिका अब भने जर्सी नम्बर 10 र बल खोज्न सफल जर्सी नम्बर 6 समीक्षा मगर। समीक्षा पुनः र त्यति राम्रो पास पनि हुन सकेन। अब भने जर्सी नम्बर 16 कप्तान छिन्। कप्तानको यो पास जर्सी नम्बर 6 लाई। समीक्षाको ब्याक पास यहाँ जर्सी नम्बर 11 रिन्सुलाई। राम्रो कन्ट्रोल जर्सी नम्बर 16। जर्सी नम्बर 14 यहाँ याङचुको मिस पास यहाँ काभ्रे। कप्तान छिन् यहाँ र गोल लाइन सेभ यहाँ जर्सी नम्बर 3 रिना तामाङद्वारा। निकै नै उत्कृष्ट सेभ यहाँ, गोल लाइन सेभ यहाँ ललितपुरका डिफेन्स। रिना तामाङ बाधक बन्न पुगे काभ्रे विरुद्ध। निकै नै उत्कृष्ट अवसर पाएको थियो काभ्रे र चुकेको छ यहाँ गोल गर्न।
फेरि पुनः मेडिकल टिमलाई मैदान प्रवेश गराएका छन् मुख्य रेफ्री। कप्तान लडिरहेकी छिन् मिनमाया राम्रो खेलिरहेकी थिइन्, तर यो भने अवसर थियो, गोल गर्नै पर्ने थियो। प्रेस अलिक कम प्रेस खेलिन् उनले, सम्भवतः गोल गर्न सक्थिन् या आफ्नो टिमलाई गोल गर्न सक्थिन्। अन्ततः चुकेकी छिन्। यहाँ भाग्यमानी हुन गयो ललितपुर। केही इन्जुरी यहाँ, इन्जर्ड यहाँ मिनमाया। कतादेखि हेर्दै हुनुहुन्छ हामीलाई कमेन्टमा कमेन्ट गर्नुहोला। र कर्नर किक प्राप्त गरेको छ जर्सी नम्बर 10 की प्लेयर जुना तामाङ कर्नरको लागि गएकी छिन्। हामी खेलको 51 मिनेटमा छौँ। राम्रो सर्ट यहाँ र राम्रो डिफेन्स। अब भने जर्सी नम्बर 10 ललितपुर, जर्सी नम्बर 10 पूजा थेबे छन् बलमा र यहाँ अनब्यालेन्स हुन पुगे। अब भने जर्सी नम्बर 18 छिन्। अब भने यहाँ राम्रो हेडर हुन सक्थ्यो। जर्सी नम्बर 7 यहाँ बल खोसिरहेकी छिन्। यहाँ जर्सी नम्बर 7 राम्रो डिफेन्स। अब भने जर्सी नम्बर 11 यहाँ खराब पास, राम्रो क्लियरेन्स यहाँ र यहाँ थ्रो इन प्राप्त गरेको छ ललितपुर। जर्सी नम्बर 6 की समीक्षा आएकी छिन्। कन्ट्रोल भने त्यति राम्रो हुन सकेन। अन्ततः बल खोसे र थ्रो इन प्राप्त पुनः रिन्सुको रङ थ्रोइङ यहाँ थ्रो यहाँ। अब भने जर्सी नम्बर 2 गरिमा आएकी छिन्। गरिमाको पास यहाँ खराब, राम्रो फ्लिप हेडर। अब भने जर्सी नम्बर 7 रोशना छिन् बलमा, राम्रो पास, तर डिबक्समा भने साथीले बल भेटाउन सकेनन्। पुनः मौका छ, अवसर छ। अब भने जर्सी नम्बर 16 छिन् यहाँ कप्तान छिन् बलमा, राम्रो पास यहाँ, राम्रो टर्न। जर्सी नम्बर 7 यहाँ रहिजी किपिङ। अवसर राम्रो थियो, तर सर्ट भने अलि खराब हुन गयो। यहाँ रेगुलर किपिङ गरे यहाँ। शर्मिला स्याङतान जो गोलरक्षक हुनुहुन्छ, काभ्रेकी गोलरक्षक शर्मिला। काउन्टर मुभ। अब काउन्टर भने त्यति राम्रो हुन सकेन। शर्मिलाको काउन्टर क्लियरेन्स गरिदिए। पास भने त्यति राम्रो हुन सकेन, केही हेभी टच। र यहाँ काभ्रे जर्सी नम्बर 7 र ललितपुर पुनः। अब भने राम्रो डिफेन्स। जर्सी नम्बर 14 की याङछुङबाट। अब भने कप्तान जर्सी नम्बर 10 छिन्
पूजा थेबे थेबेको पास यहाँ जर्सी नम्बर 18 लाई र यो बाहिरिन पुगेको छ पुनः एकपटक र यहाँ खेलाडी परिवर्तन गरेको छ जर्सी नम्बर 7 रोशना खत्रीको जेसिका लामाको स्थानमा जर्सी नम्बर 8 एलिना लामा मैदान प्रवेश गराएका छन्। कोच प्रशान्त ताम्राकारले केही नयाँ स्ट्र्याटेजी केही नयाँ रणनीति यहाँ काभ्रेको लागि उत्कृष्ट खेल्दैछ दुवै टोली। गोल किक यहाँ सर्ट पास खेलेकी छिन् शर्मिला पास भने राम्रो हुन सकेन। अब भने केही कम्सा कम्सी यहाँ अब भने जर्सी नम्बर 6 यहाँ र थ्रो इन प्राप्त गरेको छ ललितपुर। अब भने कप्तान मिनमायाको पास जर्सी नम्बर 9 लाई मिस पास राम्रो डिफेन्स। अब भने काभ्रे बलमा छिन् जर्सी नम्बर 18 निशा लामा बल पछ्याइरहेकी छिन् र राम्रो पास टच भने कन्ट्रोल भने त्यति राम्रो हुन सकेन। राम्रो डिफेन्स यहाँ अब मौका हुन सक्छ जर्सी नम्बर 9 प्रतीका छिन् बलमा जर्सी नम्बर 10 लाई खेल्दै जुना छिन् बलमा र थ्रो इन प्राप्त यहाँ काभ्रेलाई। केही अवसरहरू बनाइरहेको छ युटिलाइज भने गर्न सकिरहेको छैन। अब भने जुना छिन् बलमा जुनाको क्रस र केही हेभी हुन पुग्यो जुनाको कन्ट्रोल। केही फ्रस्ट्रेसन यहाँ प्लेयरद्वारा जुना खेलाडीको प्लेयरको अनुशासन भन्ने त पक्कै पनि थाहा होला। जुना केही रिसाएकी छिन् आफ्नो टिममेटद्वारा या आफ्नो टिमद्वारा। हामी हेटौडाको पिप्ले क्याम्पा रङ्गशालाबाट तपाईहरू प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौँ। अब भने यहाँ काभ्रे अवसर बुन्दैछ मिनमायाले मिस गर्न पुगे राम्रो पास केही हेभी हुन पुग्यो यहाँ डिफेन्स गर्ने छिन् या पास खेल्ने छिन् जुनालाई पास खेलिएकी छिन् राम्रो टर्न राम्रो पास तर मिसकम्युनिकेसन यहाँ जुना र अब भने ललितपुर राम्रो डिफेन्स गरिमा केही हेभी पास दिए यहाँ फल हुन पुगेको छ। अब भने गरिमा छिन् बलमा गरिमा तामाङ त्यति राम्रो शट भने हुन सकेन। अब भने जर्सी नम्बर 3 जुनु
जुनुको पास जर्सी नम्बर 18 लाई निशालाई थ्रो इन प्राप्त ललितपुरलाई। हालसम्मको स्थिति 0-0। हजुरहरू कताबाट हेर्दै हुनुहुन्छ हामीलाई कमेन्ट गर्नुहोला। हामी हेटौडाको हामी खेलको अन्तिम मिनेट हुन लागिसकेको छ। यहाँ 60औं मिनेटमा छौँ। हालसम्म 0-0 को स्थिति। रिना भन्दै हुनुहुन्छ थ्याङ्क यू सो मच फर लाइभ भन्दै हुनुहुन्छ। हाम्रो अहिले अडियो क्वालिटी भिडियो क्वालिटी के कस्तो आइरहेको छ हामीलाई कमेन्ट गर्नुहोला। सर्ट पास खेलेकी छिन् गोलरक्षक। बलका लागि यहाँ जर्सी नम्बर 7 गएकी छिन्। अब भने जर्सी नम्बर 7 रोशनाको पास यहाँ एडभान्टेज खेलाएका छन् रेफ्रीले। ललितपुर यहाँ अब भने जर्सी नम्बर 10 थेबे र थ्रो इन प्राप्त गरेको छ काभ्रे। राम्रो हेडर, राम्रो बचाव यहाँ ललितपुरका डिफेन्सद्वारा। जर्सी नम्बर 3 रिना उत्कृष्ट खेलिरहेका छन्। रिना राम्रो डिफेन्स गरिरहेका छन्, मार्क गरिरहेका छन्, गोल लाइन सेभ गरिरहेका छन् रिना तामाङ। अब भने ललितपुर थेबे बल खोज्नका लागि दौडिरहेका छन् र फल गर्न पुगे यहाँ थेबे। काभ्रे भन्दै हुनुहुन्छ ललितपुर हान्नु पर्यो भन्दै हुनुहुन्छ र यहाँ फ्री किक काभ्रेको लागि। अब भने फल यहाँ। रिना भन्दै हुनुहुन्छ। ललितपुर भन्दै हुनुहुन्छ। हामीलाई कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। राम्रो डिफेन्स यहाँ। रिनाको उत्कृष्ट डिफेन्स। अब भने यहाँ काभ्रे र यहाँ मिनमायाको। अब भने यहाँ काभ्रे इजी किपिङ यहाँ।
सर्ट खेले यहाँ। अब भने ललितपुर यहाँ ललितपुर छ बलमा। अब भने काभ्रे जर्सी नम्बर 9 प्रतीका छिन्। राम्रो पास यहाँ जुनालाई। मार्क गरेकी छिन् यहाँ र यहाँ खेलाडी परिवर्तन गरेको छ। जर्सी नम्बर 11 ममताको स्थानमा जर्सी नम्बर 13 आकृति मानन्दर 2 खेलाडी सब्स्टिट्युट गरेको छ। र जर्सी नम्बर 17 ग्रीष्मा थिङको स्थानमा जर्सी नम्बर 8 एलिना लामा कायरा केसी। जर्सी नम्बर 17 केही नयाँ रणनीतिको साथ र यहाँ थ्रो इन रङ हुन पुग्यो। अब भने थ्रो इन प्राप्त गरेको छ ललितपुर जर्सी नम्बर 6 समीक्षा। अब भने मिनमायाको पास सक्सेसफुल भने हुन सकेन। अब भने फेरि काभ्रे रिन्सु मिनमायाको सर्ट भने त्यति हुन सकेन। अब भने मौका छ जर्सी नम्बर 18 लाई उषा नेपाल थ्रो इन प्राप्त यहाँ काभ्रेलाई। थ्रो इन पुनः आवाज आएन भन्दै हुनुहुन्छ मिनमाया। अब भने थ्रो इन काभ्रेलाई। ललितपुरको पक्षमा बल जर्सी नम्बर 7 लाई खेलिदिए। बल भने भेटाउन सकेनन्। अब काभ्रे इजी पास गरिमाको पास यहाँ मिना राम्रो पास यहाँ जुनालाई र इजी किपिङ यहाँ काभ्रे भन्दै हुनुहुन्छ निशा भन्दै हुनुहुन्छ। यहाँ सर्ट खेलिदिए गोलरक्षकले। अब भने जर्सी नम्बर 12 कृपा अधिकारी पास भने त्यति राम्रो हुन सकेन। राम्रो डिफेन्स। अब भने काभ्रे जुना छिन् बलमा र त्यति राम्रो पास भने दिन भने सकिनन् र रिकभर गर्न सफल गरिमाको पास भने जर्सी नम्बर 9 लाई जुना छिन् बलमा। अब भने जर्सी नम्बर 6 की समीक्षा जुना र थ्रोइङ प्राप्त यहाँ ललितपुरलाई काभ्रेलाई। राम्रो पास यहाँ राम्रो थ्रोइङ र राम्रो डिफेन्स। समीक्षा छिन् बलमा केही पुस गर्न पुगे यहाँ गरिमा र यो क्लियरेन्स काभ्रेद्वारा। अब भने समीक्षा आएकी छिन् थ्रोइङको लागि। जर्सी नम्बर 10 थेबेलाई पास
थ्रो इन प्राप्त यहाँ पुनः समीक्षा निबा यहाँ रङ थ्रो इन अब भने गरिमा अब भने 2 मिनेट समय थप गरिएको छ र यहाँ खेलाडी लड्न पुगेकी छिन् ललितपुरकी केही घाइते हुन पुगे यहाँ मेडिकल टिमलाई मुख्य रेफ्रीद्वारा मैदान प्रवेश गराएका छन् अब भने दुवै टोली यहाँ समय 2 मिनेट थप गरिएको छ हामी बागमती प्रदेश महिला फुटबल प्रतियोगिता 2083 को हेटौडाको पिप्ले क्याम्पा रङ्गशालाबाट तपाईहरूलाई प्रत्यक्ष प्रसारणमा जोडिरहेका छौं धेरै जनाले काब्रे काब्रे भन्दै हुनुहुन्छ के भोरिनालाई भन्दै हुनुहुन्छ अब भने पुनः खेल सुचारू हुँदैछ यहाँ रिना लड्न पुगेकी थिइन् यहाँ दुवै टोली गोलरहित बराबरी 0-0 को स्थितिमा र यहाँ मिस पास हुन गयो खेलको अन्तिम समयमा र मौकाको फाइदा भने उठाउन सकेन काभ्रे अब जुनाछिन बलमा र राम्रो डिफेन्स गरिदिए अब भने ललितपुर रोनिसा यहाँ पछ्याइरहेकी थिइन् अन्ततः थ्रो इन प्राप्त र दोस्रो दिनको चौथो खेल 0-0 को स्थितिमा समापन भएको हामी जानकारी गराउन चाहन्छु हामी हेटौडाको पिप्ले क्याम्पा रङ्गशालाबाट तपाईहरूलाई प्रत्यक्ष प्रसारणमा जोडिरहेका थियौं खेल 0-0 को स्थितिमा र भोलिदेखि हाम्रो छैठौं मेयर कप फुटबल प्रतियोगिता 2083 को उद्घाटन समारोह रहेको हुँदा सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दहरूलाई हेटौडा 13 को मिनी रङ्गशालामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।
पदमपोखरी स्थित मिनी रङ्गशालामा उपस्थित भई खेलको प्रत्यक्ष रूपमा अवलोकन गर्न हुन सम्पूर्णलाई जानकारी गराउँदछौँ र त्यतिन्जेलसम्मको लागि क्यामेरामा श्याम लामा र म एमसिआरमा गगन कप्रौला बिदा हुन चाहन्छु। धन्यवाद।